अब यसपछि डाक्टर मीनबहादुर श्रेष्ठ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, म उहाँलाई आफ्नो मन्तव्यको लागि सादर अनुरोध गर्दछु। नमस्कार। आज हाम्रो नेपालमा राजनैतिक र सामाजिक आन्दोलनको नेतृत्व गर्नुभएका विशेष व्यक्तित्व श्रीकान्त अधिकारीज्यूको 49औं जन्म जयन्तीको अवसर छ र उहाँलाई स्मरण गर्नको लागि यो भव्य कार्यक्रम आयोजना गरिएको छ। उहाँले जुन चाहिँ योगदान दिनुभएको थियो राजनैतिक सामाजिक परिवर्तनको लागि, त्यसको श्रद्धास्वरूप यो कार्यक्रम आयोजना गरिएकोमा मलाई अत्यन्त खुसी लागेको छ र यसको लागि प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिन चाहन्छु र उहाँहरूको आगामी क्रियाकलापहरूको लागि पनि सफलताको शुभकामना दिन चाहन्छु। हामीले कतिपय समाजमा योगदान गर्नेहरूलाई बिर्सिने गरेका छौँ र यो चाहिँ एउटा अरूलाई पनि नमुना हो। हाम्रो समाजलाई, हामीलाई राम्रो जीवन दिनको लागि प्रयत्न गर्नुहुने, आफ्नो सङ्घर्ष गर्नुहुनेहरूलाई सम्झिनुपर्छ भन्ने यो अनुकरणीय उदाहरण पनि हो। यसै सन्दर्भमा म पनि कसरी जोडिन आएँ भने जुन चाहिँ चेतनाको मुहान भन्ने प्रकाशन उहाँको सम्झना स्मृति दिवसमा जयन्तीमा, जन्म जयन्तीमा प्रकाशन गरिआएकोमा यसपटक चाहिँ आर्थिक योजना सम्बन्धमा प्रकाशित हुँदैछ भन्ने भएपछि मैले पनि एउटा रचना यहाँ चाहिँ पठाएको थिएँ र त्यो प्रकाशित भएको छ। अहिले यो विषयसँग सम्बन्धित छलफल पनि भन्ने भएकोले मैले खास गरी 3-4वटा बुँदामा यहाँहरू समक्ष आफ्ना केही कुराहरू राख्न चाहन्छु। पहिलो कुरा, हाम्रो यो आर्टिकलमा पनि मैले लेखेको विषय हो। छोटकरीमा राख्दाखेरि हाम्रो मुलुकको विकासको इतिहास कस्तो छ र विकासको मोडेल कस्तो किसिमको अप्नाइयो भन्ने संक्षिप्त चर्चा गर्दाखेरि राणा शासनको एउटा छुट्टै पाटो थियो। पञ्चायती व्यवस्थामा सबै कुराहरू राजतन्त्र वा राजा नियन्त्रित थिए र जब बहुदलीय व्यवस्था आयो र बहुदलीय व्यवस्थापछि हाम्रो खास गरी विकासले फड्को मारेको हो। बहुदलीय व्यवस्था आइसकेपछि खास गरी जुन चाहिँ उदार अर्थतन्त्र, उदार वित्तीय नीतिहरू हामीले अप्नाइसकेपछि एक चरणको विकासले फड्को मारेको हो। त्यसको साथसाथै अर्को एउटा समय आयो जुन चाहिँ कम्युनिस्टहरूले पनि सरकार बनाउने जुन चाहिँ 2052मा अवसर प्राप्त गरे। त्यस बेला एउटा थप कुरा के भयो भने उदारवादी अर्थतन्त्रलाई आर्थिक विकासलाई द्रुतता दिएको अवस्थामा धनी र गरिबको बिचमा अलिकति ग्याप बढ्न सक्छ, खाडल हुन सक्छ र सबैलाई अहिले चाहिँ संयुक्त राष्ट्रसङ्घले पनि सबैलाई सँगसँगै लाने, नो वान लेफ्ट बिहाइन्ड, पछाडि कोही पनि नपर्ने भनिएको छ। र त्यति बेला 52 सालको सरकारले के सोच्यो भने सँगसँगै सबैलाई अगाडि लानुपर्छ भनेर सामाजिक विकासका केही चाहिँ कामहरू, जसमा एउटा सबैले कण्ठ राखेको चाहिँ ज्येष्ठ नागरिक भत्ता भयो, सामाजिक सुरक्षाको र सामाजिक विकासमा शिक्षा स्वास्थ्यतर्फको पनि केही कामहरू अगाडि बढ्यो। त्यसले गर्दाखेरि त्यो उदारवादी अर्थतन्त्र र चाहिँ समाजवादी र खास गरी लोक कल्याणकारी सिद्धान्त अनुसारको मिश्रण भइसकेपछि हाम्रो विकास हुन चाहिँ एकदमै धीमा गतिमा भइरहेको छ। तर जस्तो हाम्रो विकास भइरहेको छ त्यसलाई चाहिँ हामीले सन्तुलित विकास मान्न सक्छौँ। धनी र गरिबको बिचको ग्याप चाहिँ हाम्रोमा एउटा सन्तोषजनक लेभलमै छ। यसलाई अझ घटाउनु पर्ने छ। तैपनि यो जिनी कोएफिसिएन्ट भनेर जुन गणना गरिन्छ त्यो हाम्रो 30 भन्ने छ भने अरूको योभन्दा बढी छ। यो एउटा विकासको मोडलको कुरा भयो। र अब यही मोडल, विकासको मोडल चाहिँ आउँदाखेरि पहिला अब उदारवादी अर्थतन्त्रमा चाहिँ पुँजीपतिहरूले लगानी गर्ने र उनीहरूले रोजगारी सिर्जना गर्ने, यो चाहिँ सम्पत्ति सिर्जना गर्ने, पुनर्लगानी गर्ने त्यो मोडल थियो भने अर्कोतर्फ चाहिँ सहकारीको मोडल, यसले अलि धेरै विकास, आर्थिक वृद्धि भन्ने भयो भने अलि धेरैलाई वितरण होस् भनेर यो चाहिँ सहकारीको मोडल ल्याइयो। अब यो त्यसपछि एक चरणमा चाहिँ जनयुद्धपछि माओवादीले पनि आफू सरकारमा आउने अवसर पायो र त्यति बेला उनीहरूको
उदारवादी अर्थतन्त्र र चाहिँ जुन समाजवादी लोकतन्त्र लोक कल्याणकारी कुराहरूलाई यथावत राखेर अलिक द्रुत विकासको लागि खास गरी चाहिँ दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्नुपर्छ। यो चाहिँ घस्रिने होइन उफ्रिने किसिमको आर्थिक वृद्धि हासिल गर्नुपर्छ भनेर जुन खास गरी यो पूर्वाधार विकासमा जोड दिएको देखिन्छ र त्यति बेला सिर्जना गरिएको वा घोषणा गरिएको राष्ट्रिय गौरवका आयोजनाहरू जुन चाहिँ पूर्व पश्चिम उत्तर दक्षिण जोड्ने सडक मार्गहरू रेलमार्गहरू त्यस्तै यो विद्युतीय आयोजनाहरू जलविद्युत आयोजनाहरू एयरपोर्टहरू लगायतको यो चाहिँ विकास मात्रै नभएर सन्तुलित विकास र द्रुत विकास यसमा चाहिँ आयोजनाहरूको त्यो छनौट हेर्दाखेरि पनि पूर्वदेखि पश्चिम मध्य सबै मिलाएको देखिन्छ। अब त्यो आर्थिक मात्रैलाई त आर्थिक वृद्धि भनिन्छ, विकास भनेको आर्थिक सामाजिक दुईटै विकासलाई भनिन्छ। पछिल्लो चरणमा आएर विकास भनेको आर्थिक वृद्धि सामाजिक वृद्धि र वातावरणीय क्षेत्रको पनि वृद्धि वा त्यसमा एक्सन त्यसलाई विकास भन्ने भएकोले हामी चाहिँ अहिले स्लो विकासमा त्यो चाहिँ दरमा आइरहेकोमा अब हामी यस्तो पोइन्टमा छौँ राजनैतिक स्थिरताको मात्रै कुरा हुँदो रहेछ। यस अगाडि पनि विभिन्न पार्टीको बहुमतको झन्डै 2/3 त्यो सरकार बन्दाखेरि पनि हामीले त्यसबाट लाभ लिन सकेनौँ। त्यसकारण राजनैतिक स्थिरता पनि चाहियो, तर राजनैतिक स्थिरता भन्दा पनि राजनैतिक नेतृत्वमा सरकारमा बस्ने जसले नेतृत्व गर्छ उहाँहरूमा विकासको भिजन हुनु पर्यो। हामीले ली कुआन यूको कुरा गर्छौँ, अरू नेताहरूको कुरा गर्छौँ। राजनैतिक परिवर्तनका लागि जुन हाम्रा अहिले गनिएका नेताहरू हुनुहुन्छ उहाँले जति मेहनत गर्नु उहाँहरूको दृष्टि जति काम लाग्यो विकासको लागि काम लाग्ने हो कि होइन भन्नेमा प्रश्न गर्नुपर्ने छ। र उहाँहरूले अब त्यो जुन किसिमले उहाँहरू चाहिँ राजनीतिमा माथि जानुको सत्तामा पुग्नुभयो त्यही किसिमको कामले चाहिँ विकास ठ्याक्कै ल खोल्जा सिनसिन भनेर विकास हुँदैन। त्यसकारण उहाँहरूको ओरिएन्टेसन भनेको विकासतिर हुनुपर्छ। त्यति भइसकेपछि त्यो नेतृत्वले डोराइसकेपछि हाम्रो प्रशासन पनि ठिक ठाउँमा आउँछ, निजी क्षेत्र पनि ठिक ठाउँमा आउँछ। अहिले सबैतिर समस्या छ र समस्या हुँदा जनतामा हामी आम जनसमुदायमा पनि छ, किनभने हामीले ट्याक्स तिर्दैनौँ, कतिपय कुराहरूमा समस्याहरू छन्। यो कारणले अब अहिलेलाई मैले भन्नुपर्ने कुरा के हो त भन्दा हामी निराश हुनुपर्ने होइन। राजनैतिक नेतृत्वले अब अहिले पनि केही समस्याहरू छन्, राजनैतिक नेतृत्वले सुविचारित रूपले नेतृत्व गर्ने हो, धेरै झैझगडा नगर्ने हो, सरकार छिनछिनमा परिवर्तन हुने जस्तो कुराहरू नहुने हो भने हामीले आगामी छिटोमा 5 वर्षमा पनि कायापलट गर्न सक्छौँ। होइन भने पनि 10 वर्षमा हामी चाहिँ एउटा विकसित हामी चाहिँ एउटा हाम्रो जीवन चाहिँ एउटा राम्रो अवस्थामा पुग्छ भन्ने लाग्छ। यति भन्दै यो अवसर दिनुभएकोमा प्रतिष्ठानलाई धन्यवाद दिन चाहन्छु। नमस्कार। धन्यवाद डाक्टर साहब। यो आशावादीताको लागि हामी आभारी छौँ। हाम्रो भविष्य सुखद बनोस्। अब यसपछि म डाक्टर दिपेन्द्र बहादुर छेत्री राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं राष्ट्र ब्याङ्कका पूर्व गभर्नर म उहाँलाई मन्तव्यको लागि सादर अनुरोध गर्दछु। धन्यवाद मित्र। एउटा संशोधन, म चाहिँ डाक्टर होइन कम्पाउन्डरै हुँ है। यस कार्यक्रममा सहभागी हुने आफन्तजन र आमन्त्रित मित्रहरू, अब मलाई चाहिँ पहिलो 5 मिनट चाहिँ श्रीकान्तजीकै विषयमा अलिकति प्रकाश पार्ने अनुमति किन माग्छु भने तिनवटा कार्यक्रम भइसकेर चाहिँ तेस्रो रहेछ। म पहिलोचोटि मात्रै आएको छु, त्यसैले मलाई लागेका कुराहरू पनि केही भन्न पाउँछु जस्तो लागिरहेछ र बाँकी रहेको 10 मिनटमा म मेरो आफ्नो कुराहरू आर्थिक सम्बन्धी कुराहरू गर्नेछु। सबभन्दा पहिला त के भने 2007 सालको राजनीतिक परिवर्तनमा लमजुङको एकदम दर्पिलो किसिमको टेवा थियो भन्ने कुरो त पहिलो वक्ताले के भन्नुभयो भने हलो क्रान्ति भन्नुभयो कि उहाँहरूले अब उच्च घरानिया ब्राह्मण भएर पनि त्यति बेला हलो जोतेर वास्तवमा समाजमा विद्रोहको एउटा झिल्का जस्तो नि सुरु गरिदिनु। अब अहिले त यो जनयुद्ध पछाडि त सबै पुरुषहरू जति घरबार छोडेर हिँड्ने, अब अहिले चाहिँ वैदेशिक रोजगारमा जाने भएको कारणले महिलाहरूले पनि हलो जोत्दै हुनुहुन्छ भन्यो भने नौलो लाग्दैन
तर अहिलेको ठाउँमा बसेर यसो नौलो नलागे तापनि 2007 सालको परिप्रेक्ष्यमा हेरेर हामीले भन्यौँ भने त्यो चान्चुले कुरा वास्तवमा थिएन। उहाँले सुरु गर्दाखेरि पनि एउटा दुईवटा व्यक्तिले रहन्छ कि ठिक्कै मिलेर बनाउनु भएको छ। अनि त्यति बेला एउटा गजबको चाहिँ भराकालीन अवस्था थियो। समाजले एक प्रकारले भन्ने हो भनेदेखि बस्नको लागि पनि सायद होला है, खिसी ट्युरी गरे जस्तो पनि गर्दो रहेछ क्या। र त्यो सिलसिला कसरी हेरौँ भने हुन त यहाँ मैले यो नाम चाहिँ उच्चारण गरेँ मित्रहरूको नाति अनि आफ्नै सन्ततिहरू पनि कोही हुनुहुन्छ होला कि उहाँहरू क्षमा प्रार्थी हुँदै म हुन्छु। शेषकान्त लप्टन, तोयनाथ तिग्रे, हरिभक्त मुखिया, हलो ज्योति बिग्रे। अब यसमा 3-4 जना लब्ध प्रतिष्ठित व्यक्तिहरू, मुखिया समाजले चाहिँ वास्तवमा मानिआएकै व्यक्ति हो है, उहाँ पनि त्यसमा मुछिनुभयो। लप्टन साहब भनेपछि त्यति बेलाको राणाकालीन अवस्थामा पनि अलिअलि वास्तवमा सम्मान पाएको व्यक्तित्व हो नि। उहाँहरू सबै मिलेर हलो जोत्नुभयो भन्ने भएपछि सामान्य जनहरूले के भन्नु लाग्यो भने यस्तो सामाजिक प्रतिष्ठा पाएका मान्छे पनि हलो जोतेर त बिग्रे भा भनेर भनिहाल्छ। तर वास्तवमा त्यो परिवर्तनको लागि एउटा बीजारोपण गर्ने व्यवस्था थियो र अहिले पनि मन लाग्छ लमजुङ भने चाहिँ नेपाली काङ्ग्रेसको लागि एकदम जरा गाडेको ठाउँ हो भन्ने लाग्छ। अब मेरो र श्रीकान्तजीको अलिक चाहिँ उमेर जम्मा 22-23 वर्षले मात्रै फरक रहेछ क्या। तर मेरो किन उहाँसँग चाहिँ सङ्गत हुन सकेन, भेटघाट हुन सकेन, म यसो भोलिन्छु। रामचन्द्र पौडेलजी अहिले राष्ट्रपति हुनुहुन्छ, उहाँसँग त्यति बेलै पनि भनौँ 21 सालमा गण्डकी विद्यार्थी परिषदले साहित्य सम्मेलन गर्ने भनेर पोखरामा कार्यक्रम राख्यो। म विद्यार्थी थिएँ। प्रदीप गिरीजी प्रमुख वक्ताको रूपमा आउनुभएको थियो है। कार्यक्रम अब लुकी छिपी गर्नुपर्ने क्याम्पसमा भएको हुनाले लुकी छिपी गऱ्यौँ। प्रहरीले थाहा पाएपछि सबैलाई लिएर गएर जेलमा हाल्ने परिस्थिति थियो। अनि लास्टमा चाहिँ ल तेरो काम चाहिँ प्रदीप गिरीजीलाई सुरक्षित रूपले एयरपोर्टसम्म पुर्याउने जिम्मेवारी तेरो भनेर मलाई लगाइदिनु भयो आयोजक साथीभाइहरूले। अनि मैले चाहिँ हाम्रो सिद्धबहादुरजी आउनुहुन्छ, उहाँको घरदेखि यतापट्टि बिन्दुवासिनको थान छ, त्यो बारीको बाटो तल हुँदै ल्याएर भित्री बाटो लिएर गएर एयरपोर्टमा पुर्याएँ। मेरो जिम्मेवारी चाहिँ पुरा भयो भन्ठाने। तर उहाँको एउटा आनी बानीले मलाई चाहिँ जिन्दगीमै दचकायो क्या। त्यो भने के भने त्यति बेला टेनिस सू भने त चान्चुने मान्छेले लाउँदैन थिए। त्यत्रो समारोहमा म पनि ठुलै हुँ भने जस्तो गरेर टेनिस सू लाएर गएको थिएँ। प्रदीपजीले के भनिदिनु भयो भने दिपेन्द्रजी तपाईँले त्यस्तो यो कपडाको जुत्ता लाउँदाखेरि खुट्टा दुख्दैन। नेपालीले एउटा चप्पलसँग नपाएर बसिराखेको बेलामा यस्तो जुत्ता तपाईँले खुट्टा दुख्दैन भन्नुभयो भने तपाईँहरू वास्तवमा सामन्तै हुनुहुँदो रहेछ भन्ने पनि लाग्यो कि। अनि त्यसपछिदेखि उहाँसँग सङ्गत गर्न मैले छोडेको कारण चाहिँ त्यस्तो थियो। है अब अर्कोतिर फेरि म के लगाउँ भने उहाँले 15 सालमा निर्वाचनमा चाहिँ सभासद हुने मौका पाउनुभयो र पोखरेलीको लागि यस्तो गतिलो उहाँले चाहिँ वास्तवमा प्रस्ताव ल्याउनु भयो कि यो राजधानी अब तुरुन्तै पोखरामा लगेर सार्नुपर्छ। त्यो पनि के भने टाइमलाइन दिएर के है। उहाँको टाइमलाइन के थियो भन्दाखेरि कति 17 सालको स्कुलको त्यो कुरा रहेछ त्यो। तर उसमा चाहिँ संसद भइसकेपछि 4 श्रावणको 28 गतिको प्रतिनिधि सभा बैठकमा उहाँले त्यो सङ्कल्प प्रस्ताव जुन राख्नु भएको थियो फिर्ता त लिनुभएको रहेछ। तर त्यो सङ्कल्प प्रस्ताव चाहिँ राखिसक्दाखेरि विभिन्न तहर तबकाका राईहरू, जोशीहरू, शास्त्री भन्नेहरू धेरै सभासदहरूले उहाँलाई समर्थन गरेर संसदमा चाहिँ वक्तव्य दिनुभएको रहेछ। तर दुःखको कुरो अघि यहाँ पनि भनियो सूर्य प्रसाद उपाध्यायजीको नजिक हुनुहुन्थ्यो। त्यति बेलाका गृहमन्त्रीले दिएको त्यो स्टेटमेन्ट सुन्दाखेरि त्यति नजिक हुनुहुँदो रहेछ जस्तो मलाई किन लाग्यो भने त्यो सङ्कल्प प्रस्तावलाई को जवाब दिँदाखेरि सूर्य प्रसादजीले दिएको कुरा कोर्स म भन्छु,
नेपाली व्यक्तित्व अब नेपाललाई नै यो पर्सनिफाई गरे होला, इतिहास तथा महत्त्वको ख्याल गरेर नै काठमाडौँ राजधानी बनाइएको हो। समयको वास्तै नगरी पुरानै सामन्तवादी र रूढिवादी मनोवृत्तिले प्रेरित भएर राजधानी सार्ने तर्क प्रस्तुत गरिनु व्यवहारिक र सामयिक होइन। पृथ्वीनारायण शाहले छानेको राजधानी अन्त सार्नुपर्छ भन्नु राष्ट्रियताको विपरीत हो भनेपछि त उहाँलाई पनि अराष्ट्रिय बनाउने चेष्टा त्यति बेला गरिहाल्छ है। यसबाट सङ्कीर्ण भाव पनि प्रकट हुन्छ। यति भनिसकेपछि सम्भवतः मलाई पनि सायद चित्त बुझ्यो होला। अनि भाद्र 4 गतेको उसमा चाहिँ त्यो सङ्कल्प प्रस्ताव चाहिँ फिर्ता लिनुभएको अवस्था रहेछ र त्यसपछि परिवर्तन हुँदै आइसकेपछि राष्ट्रिय पञ्चायतमा पनि प्रतिनिधित्व गरेको कुराहरू आउँदो रहेछ। यी सबै कुराको पछाडिपट्टि के भने उहाँले आफ्नो जीवनलाई त्यति सजिलो रूपबाट लिएर आउनु भएको थिएन। त्यो के भने अरूलाई प्रेरणा दिने सिलसिलामा जस्तै जोखिम पनि बोल्नुपर्छ भन्ने कुराहरू हुन् र उहाँबाट अहिले हामीले सिक्नुपर्ने कुराहरू पनि बाँकी नै छन् जस्तो मलाई लाग्छ। अब छोटकरीमा म अहिले अर्थतन्त्रको विषयमा चाहिँ केही कुराहरू भनिहाल्छु। मैले सदस्य भएर हाम्रो माननीय डाक्टर जगदीश पोखरेलज्यूको मातहतमा राष्ट्रिय योजना आयोगमा चाहिँ काम गर्ने अवसर पाएँ र पछि फेरि उपाध्यक्ष भएर पनि 1.5-2 वर्ष जस्तो बस्ने अवसर चाहिँ पाएको थिएँ। तर यी सबै कुरा के रहेछन् भन्दाखेरि राजनीतिक अस्थिरताको कारणले गर्दाखेरि हामी जस्ता पात्रहरू के भने त्यो म्याग्नेटले फलामको धुलोलाई चलाउँछ भने जस्तै जता जता त्यो चाहिँ म्याग्नेट चलाए त्यो धुलोहरू नाच्ने अवस्था रहने भएको हुनाले खासै योगदान दिन सक्ने परिस्थितिहरू मलाई लाग्छ अहिले पनि छ जस्तो मलाई लाग्दैन। त्यसो छ। तर पनि यो अर्थतन्त्रको विषयमा के भनौँ भने अहिलेको विषयलाई लिएर त्यसै 7-8 महिना जस्तो अगाडि ए भाइ लौ न हाम्रो मुलुक पनि श्रीलङ्का जस्तो हुन्छ कि त्यो आर्थिक रूपले है मित्र है। यहाँ त विदेशी विनिमयको रिजर्भ चाहिँ 7 दिनको लागि पुग्दैन। त्यसो भएपछि तेल के किन्ने, खाद्यान्नहरू कताबाट ल्याउने, के गर्ने भन्ने समस्या थियो नि त। त्यसो भएको हुनाले डर के थियो भने आर्थिक रूपले श्रीलङ्का हुन्छ कि भन्ने डर थियो। र अनि त्यसपछि आएपछि यो बङ्गलादेशमा पनि अनेक किसिमका विद्रोहहरू सुरु हुने यताउता गर्ने कारणले गर्दाखेरि एक्सपोर्ट चाहिँ घटेर गयो। मेन चाहिँ अपरल यो तयारी पोसाकको एक्सपोर्ट गरेर आर्जन गर्ने हो। ती सबै कुरा मिलिँदै जाँदाखेरि नेपालीहरूलाई त्यति बेला आर्थिक रूपले श्रीलङ्का अथवा बङ्गलादेश हो कि भन्ने कुरा थियो। तर मित्र हो एकदम डर रूपमा छ भन्यो भने त झुट्टै जस्तो हुन्छ। किनभने शोधनान्तर हामी नाफामा छौँ 3 खर्ब 40-50 अर्बले। चालु खाता भनिया छ। वस्तु व्यापारदेखि लिएर सेवा व्यापारदेखि लिएर ट्रान्सफर पनि त्यसमा आउँछ। त्यो पनि यो डिप्रेसनको कारणले गर्दाखेरि एकदम नाफामा छ। विदेशी विनिमयको सञ्चित त 14 महिनाको लागि ढुक्क भएर तपाईँहरूले जे खान्छु भन्नुहुन्छ, जे आयात गर्नुहुन्छ हामी पुर्याउन सक्छौँ भनेको छ। अनि मूल्य वृद्धि भने चाहिँ 5% सरकारले निश्चित गरेको, अहिले त 4% पनि पुगेको छ। तर कुरो के भयो भने हाम्रो चुलो बाहिरबाट चामल आयात गरेनौँ भने जल्दैन। तेल बाहिरतिरबाट चाहिँ आयात गर्ने। अब अहिले फेरि हामी के भन्छ त्यो पाइपबाट ल्याउने भनेका छौँ। अलिकति मात्रै चित्त बिग्रियो भने त्यो स्विच अफ गरिदियो भनेदेखि हाहाकार पर्न सक्ने सम्भावना पनि छ। मतलब अरूमा भर पर्ने कुराहरूमा हामी गयौँ कि अब त्यही बेलामा फेरि इलेक्ट्रोनिक भेहिकललाई अलिअलि सहुलियत दिनुपर्छ भनिराखेका ठाउँमा त्यसको भन्सार दर अलिअलि बढाइदिएर अर्को पेट्रोलियम प्रोडक्ट्सबाट चल्ने अटोमोबिलहरूलाई सुविधा दिए जस्तो कुराहरू पनि आइरहेको थियो। त्यसो भएको हुनाले शङ्का बढ्दै गएको छ र हिजो श्रीलङ्काको र बङ्गलादेशको अवस्था राजनीतिक रूपमा परिणत भएर विरोधीहरूले के भन्न लाग्यो भने तिमीहरूलाई चाहिँ हामी हेलिकप्टर तयार गरेर राखिदिन्छौँ, त्यो हेलिकप्टर चढेर जानलाई तयार हो। अब यो सबै कुराको सृजना गर्ने चाहिँ हामी नै हौँ मित्र हो। हामीले अधिकारको सदुपयोग गर्न सकेनौँ, हामीले जनताका इच्छा र आकाङ्क्षाहरूलाई सम्मान गर्न सकेनौँ।
यिनै कारणले गर्दाखेरि हिजोको आर्थिक अवस्थाको कुरा रिजेम्बलिङको रूपमा दिँदाखेरि राजनीतिक रूपमा आइराखेको छ। तर पनि त्यो सम्भव किन छैन भने नेपालीलाई तत्कालै डेलिभर गर्न सक्ने कुराहरू केही पनि होइन, केही पनि छैन। राजसत्ता आउला ठिकै छ है, तपाईँ हामी पनि लुसुक्क लाएर पुस्तक लुकाएर घरभित्र बसेर ल यस्तै रहेछ भनौँला। तर 3 महिनापछि हेर्नु होला, जब डेलिभर गर्न सक्ने चिज केही पनि हुँदैन, फस्रो नाराले हुँदैन भन्ने कुरो त अहिले नै यत्रो दुःख गरेर लिएर आएको प्रजातन्त्रको लागि पनि गणतन्त्रको लागि पनि त चुनौती दिने अवस्थामा हामी पुगेका रहेछौँ नि त, सुन्ने अवस्थामा पुगेका रहेछौँ नि। त्यति बेला अहिलेसम्म त बेलायतमा पढिराखेका नातिलाई लिएर आएर डिस्प्ले गरिरहेछन्। हिजो अस्ति नारायण रेड्डीको लगाएर पनि दर्शन गराएका अरे। तर 4 महिनापछि उनी समेत यो धरतीमा यही नेपालमा मेरो देश हो भन्न नपाउने गरेर नेपाली जनताले चैतको बाँदरलाई जस्तो लखट्ने परिस्थिति आउन सक्छ। र यो सबै कुरालाई हेक्का राखेर हामी आफू कर्तव्यनिष्ठ भएर अगाडि बढ्न सकौँ। र श्रीकान्त, म कृतज्ञता व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। श्रीकान्त अधिकारीको जीवनी, उहाँको भूमिका, त्यसै गरी अर्थतन्त्र र राजनीतिका कुरा डाक्टर साहबले राख्नुभयो। अत्यन्त सार्वजनिक मन्तव्यको लागि उहाँप्रति हार्दिक आभार धन्यवाद प्रकट गर्दछु। अब यसपछि सुन्ने बेला भएको छ डाक्टर जगदीश चन्द्र पोखरेलज्यूलाई, राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष। म उहाँलाई आफ्नो मन्तव्यको लागि सादर अनुरोध गर्दछु। यो कार्यक्रम प्लस यो पुस्तिका तयार गर्ने क्रममा मेरो लेखको लागि र पछि पनि अत्यन्तै एक प्रकारले सरिदयका साथ तर व्यवस्थापन गर्नुहुने र कसो गर्दा यसलाई निकाल्न सकिन्छ भनेर जहिले पनि चिन्तित रहनुहुने र मलाई घचघच्याइरहनु हुने डाक्टर गोविन्द नेपालजीलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। यस्तो कार्यक्रम कामहरू गर्दा कोही न कोही यसरी लागिराख्ने मानिस चाहिने रहेछ। मैले देख्दा डाक्टर नेपाल यसमा लाग्नुभएको देखेको छु। अरू साथीहरू पनि पक्कै पनि लाग्नुभयो होला। तर यो सङ्कलन गर्ने, लेखहरू त्यसलाई सम्पादन गर्ने, त्यसपछि पब्लिस गर्ने भन्ने कुरा हाम्रो सन्दर्भमा त्यति सजिलो छैन। त्यसलाई यो काम जुन गर्नुभयो त्यसको लागि म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। र वास्तवमा यो एउटा अत्यन्तै महत्त्वपूर्ण सङ्कलन भएको छ, त्यसलाई अध्ययन योग्य छ भन्ने मैले ठानेको छु। वास्तवमा मैले यो अहिलेसम्मको आर्थिक कुराहरू र विकास कुराहरू गर्दा राष्ट्र निर्माणको लामो प्रक्रियामा कहाँ कहाँ कसले कन्ट्रिब्युट गर्यो भनेर हेर्दा मलाई सजिलो लाग्छ। एउटा चरण थियो, प्रथम चरण, पहिलो चरण, जसमा समाज परिवर्तनको लागि, आर्थिक अवस्था परिवर्तन गर्नको लागि, राजनीतिक परिवर्तनको गर्नको लागि नेतृत्व तलैबाट तयार भएको थियो। तिनै नेतृत्वहरूमध्ये आज स्वर्गीय श्रीकान्त अधिकारीज्यूकोलाई हामीले याद गर्दाखेरि त्यसरी नै याद गर्नुपर्छ। त्यो पहिलो चरणको जति बेला 7 साल वरिपरि यस्ता मुद्दाहरू जो चाहिँ समाज परिवर्तन गर्नको लागि, आर्थिक परिवर्तन गर्नको लागि र राजनीतिक परिवर्तनको लागि अत्यन्तै महत्त्वपूर्ण थियो र त्यो जिम्मेवारी राजनीति गर्नेले नै लिएका थिए। चाहे त्यो महिलाहरूको सशक्तिकरणको कुरा होस्, उनीहरूको अधिकारको कुरा होस्, उनीहरूले पढ्न पाउने अधिकारका कुराहरू हुन्, छुवाछुत विरुद्धका कुराहरू हुन्, अथवा समाजमा रहेका केही यस्ता समस्याहरू, बाल विधवाका कुराहरू भनौँ, यी हलो जोत्ने कुरा, यी सबै कुराहरूलाई ग्रासरुटबाट उठाउने विकासको लागि तलैदेखि उठाउने, जसलाई पछि गएर हामी अध्ययन गर्ने पढ्नेहरूले भन्यौँ ग्रासरुट्स मुभमेन्ट भन्यौँ होइन, कि डेभलपमेन्ट चाहिँ बटम अप भन्यौँ। सायद त्यति बेलाको यो डेभलपमेन्टको जुन स्टेज थियो, त्यति बेला तलदेखि उठाउने जुन अभियान थियो, यो पोलिटिकल लिडरसिपले नै गरेको थियो। त्यति बेला पार्टीगत भन्दा पनि पोलिटिकल लिडर भनेको, राजनीतिक नेता भनेको समाज परिवर्तनको अब
र पङ्क्तिमा उभिने लिडरहरूको रूपमा चिनिन्थे र राजनीतिक एजेन्डा, विकास एजेन्डा, समाज परिवर्तनको एजेन्डा जोडिएको थियो र त्यो बेला यो पहिलो चरण र त्यसै प्रकारका नीतिगत कुराहरू पनि भए र हामीले त्यसलाई हेर्दा पहिलो चरणको रूपमा हेरेका छौँ। मानवपाती एक हुनुपर्छ भन्ने कुरा, मैयानी हकका कुराहरू, अनि अरू त्यस्तै समानताका कुराहरू जति थिए त्यो सबै त्यति बेलाका चाहिँ सुरुका बेलाहरूका यी रहे। त्यसपछिको चरण वास्तवमा एउटा चरणमा पुगेपछि यो आधुनिक नेपाल निर्माणको क्रममा, राष्ट्र निर्माणको क्रममा 7 सालदेखि 17 सालको बिचको एउटा चाहिँ पिरियड छ, त्यसलाई हामीले हेर्न सक्छौँ। के कुराहरू अगाडि आएका थिए। 2015 सालको इलेक्सनपछि 16 सालमा बनेको बिपी सरकार जुन थियो त्यसले ल्याएका जुन नीतिगत परिवर्तनहरू त्यसले लङ लास्टिङ चाहिँ एक प्रकारको प्रभाव पारेर गयो। त्यो एउटा चरण थियो। त्यसपछि 17 सालपछिको चरण चाहिँ एक प्रकारले भने रिग्रेसिभ हुन्थ्यो, समाज परिवर्तनको हिसाबबाट पछाडि फर्किएको अवस्था। आर्थिक हिसाबबाट गर्ने कुरामा केही कुराहरू गर्न खोजे पनि एउटा कारणले त्यो पछाडि पर्यो, चाहे अनुसार हुन सकेन। राजा महेन्द्रले चाहेरै न, त्यसो एउटै कारण के थियो भन्दा जनतालाई स्वतन्त्रता दिइएको थिएन, सङ्गठनको अधिकार पनि थिएन, बोल्ने अधिकार पनि थिएन। स्वतन्त्रता बिनाको विकासको परिकल्पना गर्नु भनेको त्यो वास्तवमा एउटा अरूले इमेजिन गर्ने कुरा हो। त्यो वास्तवमा धेरै अगाडि त्यसले लाने र त्यही हुनाले त्यो फेज चाहिँ केही कुराहरू भएको देखिए पनि वास्तवमा त्यसले गति लिनु चाहिँ सकेको मानिँदै क्षेत्रमा लगानी गरेका छौँ, त्यसबाट प्रतिफल लिने बेला अब हो। के कुरा नबिर्सौँ भन्दा हामीले एकैछिन त्यो 10 वर्षमा भएको अलि स्लोपना एक प्रकारले धेरै गर्न नसकेको अवस्था हुँदा पनि हामीसँग करिब 1.5 लाख किलोमिटर सडक छ, करिब 1.5 लाख किलोमिटर सडक छ। त्यसमध्ये झन्डै 40,000 किलोमिटर चाहिँ कालो पत्रे छ। हामीसँग 3वटा अन्तर्राष्ट्रिय एयरपोर्ट छ। हामीसँग पूर्व पश्चिम गरी 3वटा हाइवे छ, है। हुलाकी सडक छ, इस्ट वेस्ट हाइवे छ, मिडिल हाइवे छ भनेको मध्य पहाडी राज्य। एउटा मेजर छ। नर्थ साउथ अहिले कुरा गर्नु भने प्रत्येक यो पहिलेको विकास क्षेत्र र अहिले चाहिँ हाम्रो प्रोभिन्सेसहरू जुन छन् त्यसमा नर्थ साउथ कट गर्ने चाहिँ करिडोरहरू पुरै करिब उत्तर दक्षिण छिचलेका छन्। मैले भन्न के बुझिरहेको छु भने यो सबैले एउटा अवसर सिर्जना गरिराखेका छ। अब हामीले ती अवसरतिर चाहिँ जानुपर्ने हुन्छ, न कि के गर्न सकिन्छ होला अब भनेर छटपट गर्ने बेला आएको छ। र खास गरेर युवावर्गलाई हामीले भन्ने र बाहिर रहेका हाम्रा सेकेन्ड जेनेरेसनका जुन छन् उनीहरूलाई पनि भन्ने के हो भने यो अब छटपट सुरु भएको छ है, लगानीको लागि गर्न सकिन्छ भन्ने कुराको मेसेज चाहिँ दिनुपर्छ भन्ने मलाई लाग्छ। र यी 4-5वटा कुरामा चाहिँ हामी व्यवस्थापन गर्नु जरुरी छ भन्ने ठानेको छु। त्यो के हो भन्दा अहिलेको डेभलपमेन्टको कुरा गर्दाखेरि अब सबैभन्दा बढी हामीले ध्यान दिनुपर्ने मध्येमा के छ भन्दा त्यो जनसङ्ख्या जुन छ हाम्रो, अब यो जनसङ्ख्या घट्दैछ। हामी नेपालमा अहिले अझै पनि हामीले धेरै बढ्यो भनेछौँ, अब जनसङ्ख्या घट्दैछ। र अहिलेसम्म हामीले जवान नेपाल भनिरहेका छौँ, अब चाहिँ 2 दशकपछि यो चाहिँ प्रौढ नेपाल हुन्छ। एउटा ठुलो अपर्च्युनिटी हामीले युज गरिरहेछौँ होइन। र अर्को चाहिँ केही यस्ता महत्त्वपूर्ण पाटोहरू छन् जसलाई अहिले हामीले व्यवस्थापन गरिहाल्नुपर्ने छ। त्यो माइग्रेसन। अहिलेको उत्तरबाट दक्षिण जाने माइग्रेसन आफ्नो राष्ट्रको यत्रो जोड तोडको छ कि पहाड अनि अलि उच्च पहाड एरिया त खाली भइरहेको छ। त्यो एउटा अवसरको रूपमा पनि लिनुपर्ने हुन्छ। तर साथसाथै कसरी यसलाई व्यवस्थापन गर्ने त भन्ने अहिलेको मेजर हुन्छ। त्यसलाई मैले हेर्दाखेरि के छ भने एउटा हामीले यो जनसङ्ख्या आप्रवासनको इस्यु र सहरीकरणलाई हामीले एकदमै पोजिटिभ रूपमा लिए
नेगेटिभ होइन, लिएर व्यवस्थापन गर्नुपर्छ। अर्को चाहिँ यो लेबर माइग्रेसन जुन बाहिर गएको छ, जसले रेमिटेन्स पठाइरहेका छ, हामीलाई पैसा पठाइरहेका छ, त्यसलाई कसरी म्यानेज गर्ने। अर्को त्यो बाहेक यो इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी जसलाई भनेका छौँ हामीले, सबै कुरा एउटा टुल छ, यो सबैको एक्सेसमा छ। यसले दिएको अवसरहरूलाई कसरी प्रयोग गर्ने भन्ने कुरा हामी जान्नेछौँ। र अर्को चाहिँ लास्टमा जसरी हेरे पनि यो सङ्घीयताले एउटा नयाँ परिवेश सिर्जना गरेको छ र क्षेत्रीय अवधारणाको विकासलाई यसले अगाडि बढाउँछ र क्षेत्रीय सन्तुलन पनि स्थापित गर्नको लागि यो सङ्घीयताले ठुलो काम गर्छ। त्यसैले यो सङ्घीयताको कार्यान्वयनको तर्फ हामीले विशेष जोड दिनुपर्ने छ। मैले यति कुरा राखेँ र अरूबाट हामीले इन्सपिरेसन लिने के हो भने उहाँहरू यहीँ बसेर चेन्ज गर्न खोज्नु भएको र त्यो ग्रासरुटमा चेन्ज गर्न खोज्या हो, तलबाट माथि चेन्ज गर्न खोज्या हो। त्यसैले सायद अब हामीहरू पनि जो यहाँ प्लानर भएर बसेका छौँ, हामीले पनि अलिकति रुटमा कनेक्टेड हुनुपर्ने हो कि भन्ने कुरा अघि पनि आइसकेको छ र त्यतातिर कनेक्ट गर्ने जाने भनेको फेरि ब्याक हामीले आफूलाई रिसर्च गर्नुपर्ने बेला आएको छ भन्ने मैले ठानेको छु। र फेरि पनि निराशा होइन, अप्टिमिजम र साथसाथै उत्साहका साथ समाज परिवर्तन पनि गर्न सकिन्छ। यो लामो प्रक्रिया हो र राष्ट्र निर्माणको प्रक्रियामा अहिलेको अवस्था भनेको एउटा अवस्था मात्रै हो। यसबाट हतोत्साहित हुने होइन, पास्टबाट भनेको विगतबाट हामीले लेसन लिनु छ, अगाडिको लागि हामीले मार्ग प्रशस्त गरेको छौँ। मैले यति राख्दै फेरि पनि आजको यो कार्यक्रममा आमन्त्रण गर्नुभयो, त्यसको लागि धेरै धन्यवाद दिन चाहन्छु र शुभकामना पनि। फेरि हामी अरू बेला हामी डिबेटमा जानेछौँ। धन्यवाद। जय नेपाल। मुलुकको विकास र अर्थतन्त्र र प्रविधिलाई जोडेर दिनुभएको सार्वजनिक मन्तव्यको लागि विशिष्ट अतिथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर जगदीश चन्द्र पोखरेलज्यूप्रति हार्दिक आभार धन्यवाद प्रकट गर्न चाहन्छौँ। म अब प्रमुख अतिथिज्यूलाई निमन्त्रणा गर्नु अघि सानो छोटो सूचना मात्रै राख्न चाहेँ। एउटा म पृथ्वीमा जान पाऊँ भन्ने प्राध्यापक डाक्टर शेषकान्त अरियालको एउटा पुस्तक मेरो हातमा आइदिएको छ। यो पुस्तक बाहिर त्यहाँ स्टलमा उपलब्ध छ, 150 रुपियाँ यसको मूल्य छ। पुस्तक पठनीय छ र यहाँहरू जो इच्छुक हुनुहुन्छ उहाँहरूलाई यो पुस्तक उपलब्ध हुने सूचना मैले निवेदन गरेँ। त्यसै गरी यो चेतनाको मुहान हामीले अघि निवेदन गरेका छौँ, यहाँहरूलाई हामी जाने बेलामा दिन्छौँ। यसको लागि सबला अधिकारी दिदी र माया चालिसे म्याडमले सहयोग गर्नुहुन्छ र हाम्रो अनुरोध हजुरहरूलाई कमसेकम यो परिवारको एउटाको दरले लगिदिनु भयो भने, किनभने हामी एउटै परिवारका पनि यहाँ 2-3 जना मान्छे छौँ र एक परिवारले एक प्रति लगिदिनु भयो भने त्यो हामीलाई पनि सहज र हजुरहरूलाई पनि पढ्न पुग्छ जस्तो लाग्छ। मैले यति निवेदन गरेँ। अब आजका प्रमुख आकर्षक व्यक्तित्व विद्वत व्यक्तित्व डाक्टर वीरेन्द्र रिजाल, म पूर्व मन्त्रीज्यू, म उहाँलाई आफ्नो मन्तव्यको लागि साधारण निवेदन गर्दछु। सभापति महोदय, यस कार्यक्रममा योजनाका पूर्व उपाध्यक्षज्यूहरू हुनुहुन्छ, पूर्व सदस्यज्यूहरू हुनुहुन्छ, यता हुनुहुन्छ, एकदम विशिष्ट व्यक्तित्वहरू, सबैतिर लेखकहरू हुनुहुन्छ, साथै श्रीकान्त अधिकारीजीले सुरु गर्नुभएको चेतनाका कारणबाट अहिलेसम्म पनि अभिप्रेरणा पाएर केही गरौँ भन्ने मनसुबा राखेर बस्नुभएका र उहाँको परिवारसँग जोडिनुभएका सबै उपस्थित दिदीबहिनी दाजुभाइलाई एकैसाथ सम्बोधन गर्न चाहेँ। मलाई कार्यक्रममा आमन्त्रण गर्नुभयो, त्यसका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। वास्तवमा मैले भन्नुपर्छ, मलाई एउटा लेख उपलब्ध गराइदिने भनेर चिठी लेख्नुभयो। लेखेपछि मैले के लेख्नु भनेर सबै हेर्दै नहेरिकन बसिरहेको थिएँ। पछि बेला बित्यो जस्तो लाग्यो, अल्छी गरेँ, लेखेनौँ भनेर।
त्यसपछि गायत्री अधिकारीजीले भन्नुभयो, मैले भने खुर्माले केही गराएको छैन, ढिलो भइसक्यो होला भनेर। अनि उहाँले त्यो बिचो पठाइदिनु सक्नुभएको थियो मलाई, पहिले कहिलेको प्रकाशित गरेर ग्रन्थहरू सबै। त्यस पछाडि मैले चिठीको खोजी गरेन, खुलखुल लेखेँ। अब श्रीकान्तजीको बारेमा के लेख्ने भनेर लेखेर पठाएँ। त्यसपछि पनि कति समय बितेपछि होइन यो आर्थिक विषयमा लेख्नु भने अब तपाईँलाई भन्नुभयो, अर्को आपत पऱ्यो। अब छापिसक्यो होला नि भने मैले, प्रेसमा गएको छ अझै भ्याइन्छ भन्नुभयो। त्यसो केही उपाय भएन। लास्टमा मैले त्यसो भने अहिले म तत्काल दिन सक्ने चाहिँ अलि अगाडि एउटा टक्सार म्यागजिनमा एउटा मेरो लेख थियो, त्यसैलाई सावार गरिदिनुहोस् न भनेर माफी माग्दै त्यो मैले बुझाएँ। त्यही प्रकाशित भएको छ। मैले यो यति लामो कुरा मेरो अल्छीपनको पनि लागि क्षमा याचना गर्नुपर्ने, पढ्दै नपढिकन के गर्न भनेर थाहा नपाइकन गर्दा पनि काम गर्ने अर्को बानीको पनि बारेमा। र सबैका बावजुद सबैभन्दा महत्त्वपूर्ण कुरा मलाई आजका प्रमुख अतिथि के अरे आजका यस कार्यक्रमको सभापति गायत्री अधिकारी भाउजूले पटक पटक नभने भए मैले केही पनि पठाउने थिएन। त्यसैले यो गर्न लाउनुभयो, त्यसका लागि मैले साँच्चै अर्थमा तपाईँलाई हार्दिक आभार नै व्यक्त गर्दछु। दोस्रो कुरा, अब निमन्त्रणा गर्नुभयो प्रमुख अतिथि भनेर भन्नुभयो। मैले भने मलाई नगर्नुहोस् न प्रमुख अतिथि, मेरो खासै चल्ती पनि छैन अहिले चल्ती फिर्तीका मान्छेलाई बोलाउनुहोस्, मलाई पनि बोलाउनुहोस्, म आउँला भन्नु। अनि तपाईँलाई नै बोलाउने हो भन्नु। मैले झुक्किएर भन्नु कि साँच्चै भन्नु अघि भयो। पछि 2-3 पटकै भने चाहिँ हो रहेछ भने पक्का विश्वास हुन्छ भन्यो मैले। किनभने चल्तीमा यतिका चल्ती बाहेक अरू केही चिज हेर्ने चलन छैन नि त अहिले। चल्ती नभए मान्छे लिएर आएर न कसैले सुन्ला न कसैले केही गर्ला भन्ने चिन्ता त आजकल सदैव हुने गर्छ होइन। त्यसका बावजुद पनि मलाई बोलाउनु, त्यसका लागि पनि आभार व्यक्त गर्न चाहन्छु। अब झन्डै एउटा खालको धारणा कसरी अब नेपालमा विकास गर्न सकिन्छ भन्ने धारणा देखिन्छ। त्यता जानुभन्दा अगाडि एकछिन मैले श्रीकान्तजीको बारेमा भन्नुपर्छ कि समाज परिवर्तन गर्ने कुराका लागि अहिले पनि श्रीकान्तजीहरूले जे काम सुरु गर्नु हलो क्रान्तिको आज होइन 8 सालको कुरा हो। 8 साल भनेको फेरि इतिहासका हिसाबबाट हेऱ्यो भने त धेरै नदेखेर अस्ति भर्खर 8 साल त हो नि भनेर 7 सालमा प्रजातन्त्र स्थापना भयो भनेर 8 साल पछाडि 74 वर्ष पुरा भएर 6 साल अनि 75 वर्ष पुरा भइसक्यो भनेर 75 वर्ष अगाडिको समाजको कुरा हो नि त। 75 वर्षको समाज अगाडिको समाजमा मैले लमजुङमा हलो क्रान्ति हुनसक्छ भन्ने कुरा मैले कल्पना पनि गर्दिनँ। भयो म एकजना मात्रै होइन, त्यसमा अरू पनि जोडिनुभयो। र फेरि यो किन आवश्यक छ र किन शास्त्रले पनि दिएको छ यो काम गर्नका लागि भनेर बहस संवाद पनि चल्यो नि। त्यो सम्भव हुँदो रहेछ भने एउटा प्रतिज्ञाका साथ काम गर्दाखेरि गर्न सकिन्छ भन्ने कुराको एउटा महत्त्वपूर्ण उदाहरण हो। त्यसो मैले लिन्छु। अब त्यसबारे मैले धेरै लामो कुरा नगरौँ, तर मैले त्यसको आई थिङ्क कुनै पनि अर्थमा हामीले त्यसको अनुपातको ज्ञान चाहिँ हामीले आउनुपर्छ। आजको दिनमा झन्डै 10 वर्ष कतै अगाडि जानु भने धेरै ठुलो परिवर्तन नेपालमा यो वर्णाश्रममा धेरै ठुलो परिवर्तन भएको थियो। अहिले भएको छ। 10 वर्ष यता भएको छ। 10 वर्ष यता परिवारहरूमा अलिकति विविधताहरू निकै देखिन थालेको छ। त्योभन्दा अगाडि चाहिँ गाह्रै थियो होला। त्यस्तो बेलामा काम हुने त्यो पनि अहिलेको हिसाबबाट हेर्ने भने एउटा हिसाबले हेर्ने भने नेपाली भाषालाई खस बोलीलाई अहिलेको रूपको नेपाली भाषा बनाउने कुराका लागि महत्त्वपूर्ण योगदान भएको ठाउँ हो गण्डकी अञ्चल।
त्यो एरिया नै अहिले गण्डकी प्रदेश भनेर भनौँ होइन। अब तर सँगसँगै त्यसलाई 75 वर्ष अगाडि लिएर जाने हो भने त्यहाँको चेतनाको फिल्मको सबैभन्दा अगाडि बोकेर आउन उभिनेहरू त त्यस बेलाको बाहुनहरू नै हुने त। अब त्यस बेला बाहुनले अब त्यो बेला वर्जित गरेका कुरा गर्ने भन्ने कुरा र समाजमा त्यसरी बस्न पनि सक्ने, बस्ने मात्रै होइन त्यसलाई विस्तारित गर्दै लिएर गएर त्यो क्षेत्रकै प्रभावबाट पछि निर्वाचन जितेर पनि आउन सक्ने र जितेर आउने मात्रै होइन अरूलाई पनि यो मान्छे हुँदाखेरि राम्रो हुन्छ भनेर पार्टीलाई भन्न सक्ने स्थितिमा पुग्नुभयो श्रीकान्तजी। त्यो पनि आफैमा अत्यन्तै ठुलो उदाहरण छ। अब त्यो बेला नेता जगदीशीको बुवा पार्लियामेन्टमा जान पाउनु भएन, तर उत्तिकै ठुलो नेता हुनुहुन्थ्यो। किनकि उहाँलाई नेताले मैले यस अर्थमा कि मैले अहिलेको मापनमा अब अहिले सबैले बुढाबुढा भयो भने शेरबहादुर देउवा र रामचन्द्र पौडेल 80 को भएका उहाँहरूले जिल्लामा सबैतिर सभापति हुँदाखेरि रामचन्द्र पौडेल चाहिँ उपसभापति नै भएर बस्नुभएको थियो, बस्नुपर्ने थियो किनभने गोवर्धन शर्मा हुँदै हुनुहुन्थ्यो। त्यस अर्थमा त्यो गण्डकी सभ्यता र गण्डकीले पारेको नेपाली काङ्ग्रेसको आन्दोलनलाई पारेको प्रभावलाई त्यसको लिगेसी आजसम्म छ भन्ने कुरालाई भन्नुपर्छ भन्ने कुरा मलाई लागेर म सबैलाई अनुरोध गर्छु। अहिले भर्खर के अरे एससीको परीक्षामा यत्रो राम्रो गरेर बहिनीहरूलाई मैले के चाहिँ तपाईँहरूले आई थिङ्क द एक्ज्याक्ट घटना के भयो होइन कि तर कसरी समाज परिवर्तन भयो भन्ने कुराको एउटा के सेन्स अफ प्रपोर्सन चाहिँ अनुपातको ज्ञान चाहिँ हामी सबैलाई आवश्यक छ भन्ने मलाई लाग्छ। अब यति भनेपछि म कता गएँ हो भन्दा मजाले है मेरो साथी पुरुषोत्तमजी अहिले यो पनि भएन ऊ पनि भएन भनेर जानुभयो। अनि सबभन्दा मजाले तालिकलले बजाउनु भन्दा मैले देखेँ मभन्दा त पाकै हुनुहुन्छ भन्ने लाग्यो। मान्यजनले सबभन्दा मजाले ताली बजाउनु भयो। अनि मलाई अनुपात त कहीँ सोच्नु पऱ्यो भन्ने लागेर म 70 पुगेको छैन, जगदीशी पुग्नुभयो है, पुग्ने आँटा छु, पुगिसकेका छैन। म मेरो जीवनमा 4 रुपियाँमा प्लेन चढाएको छु। अलिअलि कथा छ त्यसै सिधै 4 रुपियाँको टिकट पाएर चढायो भन्ने नभनौँ। 4 रुपियाँमा प्लेन कसरी चढाएको छु भने विराटनगरबाट भद्रपुर जानलाई म केटाकेटी हुँदाखेरि नेपालभित्र गाडी चढेर जान सकिँदैन थियो। या त भारत रेलमा चढेर जानु पर्थ्यो या नेपालमा काठमाडौँबाट आएको प्लेन विराटनगरमा ल्यान्ड गरेर फेरि विराटनगरबाट भद्रपुर जान्थ्यो। म प्लेन चढ्दाखेरि विराटनगरबाट भद्रपुरको भाडा 45 रुपियाँ थियो। त्यतिखेर त्यो 10% टिकट चाहिँ शिशु टिकट चाहिँ 8-9 वर्ष भए पनि काखमा लिएर जाने भनेपछि चल्थ्यो नि त प्लेनमा पनि होइन। अब मेरी आमाको काखमा बसेर 45 रुपियाँको टिकट चाहिँ बेबी टिकट भनेर 4 रुपियाँमा पाएर 4 रुपियाँमा टिकट चढेर गएको छु म। एकातिर 4 रुपियाँमा के अरे टिकटमा भद्रपुर गएको कुरा सुनाएँ मैले। अर्कोतर्फ भद्रपुर जानलाई कि त प्लेनै चढेर जानु पर्थ्यो कि त गलगलियाबाट जानु पर्थ्यो। अब केही भएको छैन भनेर कसैले भन्यो भने म त्यस्तो मजाले ताली बजाउन सक्दिनँ। यो भएमा परिवर्तन भएको छ, असाध्यै ठुलो परिवर्तन भएको छ। काठमाडौँ त म आएको 50 वर्ष त भइसक्यो नि त। अस्कलमा पढ्न आउँदाखेरिको 50 वर्ष अगाडि 50 वर्ष त बढी भयो, कहाँ 50 वर्ष 50 पनि लागिसक्यो। आउँदाखेरि काठमाडौँमा के थियो त मेरै आँखाले देखायो। यहाँसम्म त आउने कल्पना पनि हुन्न थियो। यो के अरे निर्मल निवास पछि के जीवन कुञ्ज भन्दाखेरि कहाँ टाढामा बना भनेर लाग्थ्यो। अनि यो सबै त चोर नेताहरूले गर्दाखेरि बना भनेर भन्नु पऱ्यो कि त। मैले त्यो भनेर खालि राजनीति गर्ने मान्छेले मात्रै बनाए भनेर दावा गर्न खोजेन कि
तर समाज जुन गतिमा अगाडि बढाएको छ, हामी समाजको सबैभन्दा पाखो मान्छेले ठ्याक्क उभिएर यति चाहिँ भाव हो है भनेर भन्न सकेनौँ भने हामीले के गर्छौँ? त्यो निराशाको आगोमा थप मट्टितेल खनाउँछौँ नि त। निराशाको आगोमा थप मट्टितेल खनाएर अनि नेपाल चाहिँ कसरी बन्छ त? चोर नेताले मात्रै बिगार्यो भने अहिले भएका सबै चोर नेताले लगेर अर्कोतिर हाल्छौँ न। त्यति मात्रै खराब भयो भने के भयो र? अहिले जाउँ यहाँबाट उठेर पार्लियामेन्टमा जाउँ, मलाई पनि ती राखिदिनु होला, म चाहिँ अहिले छैन भनेर भाग्न खोजेँ होइन। भर्खर अहिलेसम्म भएका मन्त्री 48 सालदेखि भन्नु, जहिले पनि 48 46 भन्ने चलन छ। त्यो बेलादेखि आएका सबैलाई निकाल्नु, अरू गरेर शासन गरौँ न। त्यो पनि त होइन होला नि त। नेपालको दुईवटा कथा छ, आजको दिनमा हामीले स्वीकार गर्नुपर्छ। अघि साथीहरूले भन्नुभयो, म त्यसलाई फेरि दोहोऱ्याएर भन्न चाहन्छु। अब चाहिँ अलिअलि अब के अरे पढा लेखा मान्छे, अर्थशास्त्र पढा मान्छेहरूको पनि छलफल गर्नुभएको छ। अब मैले पनि प्रमुख अतिथि नै भएको हुनाले, योजनाको एकपल्ट काम पनि गरिसकेका हुनाले है, अब नाममा कता कता त्यो पिएचडी पनि जोड्या हुनाले फेरि मेरो सर्टिफिकेट नक्कली होइन भने प्रमाणित गर्नुभयो भने 2-4 कुराले गर्नुपर्ने भयो। आजभन्दा 32 वर्ष अगाडि जति पैसा नेपाल सरकारले राजस्व उठाउँथ्यो त्यसको 115 गुणा बढी राजस्व आज हामी उठाउँछौँ। 115 गुणा। त्यतिखेर 1 रुपियाँ उठ्थ्यो भने आज 115 रुपियाँ उठ्छ। 115 रुपियाँ उठ्छ भनेपछि त्यस संसारको बजेट पनि त ठुलो भएको छ नि त। सरकारले खर्च गर्ने बजेट पनि त्यो अनुसार ठुलो भएको छ नि त। नेपालको अर्थतन्त्रको आकार त्यो बेला जति थियो त्योभन्दा 47 गुणा बढी छ। प्रति व्यक्ति आम्दानी त्यो बेला जति थियो त्योभन्दा आज 29 गुणा बढी छ। तर भन्नुहोला महँगी पनि बढाएको छ भने महँगी 10 गुणा बढाएको छ। र साँच्चै अर्थमा पनि नेपालको साँच्चै अर्थ किन्न सक्ने पर्चेजिङ पावरलाई हेर्ने भने पनि 11 गुणाभन्दा बढीले राजस्व बढाएको छ। माने बजेट 11 गुणाभन्दा बढी ठुलो भयो नि त त्यसको अर्थ। कुल राष्ट्र उत्पादन झन्डै 5 गुणाले बढाएको छ। प्रति व्यक्ति आम्दानी कति करिब 3 गुणाले बढाएको छ। त्यतिखेर जन्मेको बालक 48 सालमा जन्मेको बालकको औसत आयु 54 वर्ष थियो, आज 72 वर्ष छ। 32 वर्ष अगाडि सुत्केरी हुने हरेक 1 लाख महिलामध्ये झन्डै 800ले बच्चालाई जन्म दिँदाको पीडाबाट या त्यस पछाडिको रोगबाट मृत्युवरण गर्नुपर्थ्यो। आज त्यो सङ्ख्या 200 भन्दा कममा छ। 5 वर्ष अगाडि भने जन्मेको 5 वर्षबाट त ज्यान जानेको सङ्ख्या प्रति 1000मा 115 थियो भने आज के भन्दाखेरि 22-25मा पुगेको छ। अघि सडकको कुरा जगदीशजीले पनि भन्नुभयो, यो उपलब्धि होइन। त्यतिखेर 10% घरमा बिजुली थिएन भने आज झन्डै सबैको घरमा बिजुली पुगेको छ। त्यतिखेर 40% साक्षरता थियो भने अहिले झन्डै सबैको साक्षरताको तहमा पुगेको छ। त्यतिखेर शौचालय 10-15%मा थियो, अहिले झन्डै सबैकोमा शौचालयको प्रबन्ध भएको छ। खानेपानीको प्रबन्ध झन्डै सबै घरमा पुगेको छ। यो उपलब्धि होइन त। हामीले भर्खर एससी गरेर आएकालाई केटाकेटीलाई पनि गजब नेपाल थियो अहिले बिग्रिया भनेर त्यो गजब नेपालको तस्बिर त हेर्नु पर्ला नि त। गजब नेपाल कस्तो थियो भनेर। नेपाल गजब थिएन, अहिले भएको गजब थियो। अहिले महागजब भएर पुगेको छ त भन्यो भने अहिले महागजब भएर पुगेको छैन। किन पुगेको छैन भने हरेक दिन अर्को कथा छ नेपालको। हरेक दिन 2000देखि 2300 मान्छे प्लेन चढेर हिँडिरहेछ। यहाँबाट उम्किएर निस्केर जान पाएँ भने मेरो दिन सप्रिन्छ, मेरो दुनियाँ सप्रिन्छ भनेर यी सबै उपलब्धिका बावजुद हामीले कन्भिन्स गर्न सकेका छैनौँ। एउटा युवालाई कन्भिन्स गर्न सकेका छैनौँ कि भविष्य नेपालमा सुरक्षित छ भनेर कन्भिन्स गर्न सकेका छैनौँ। त्यो निराशा चरम छ नि त। त्यो निराशालाई अस्वीकार गर्ने भने दुईवटा, एउटा केही भएको छैन भन्ने कुरा होइन, तर म राजनीति गरिरहेको छु भनेर मैले भन्ने भने मैले श्रीकान्त अधिकारीको 19औँ जन्म जयन्तीको कार्यक्रममा आएर दुईवटा कुरा राख्ने बेला मैले नेपालमा हरेक दिन
2000देखि 2300 मान्छे प्लेन छोडेर देश छोडेर हिँडेको छ भन्ने कुरा अस्वीकार गर्यो भने नेपाल बन्दैन नि त। नेपाली काङ्ग्रेस, नेकपा एमाले, माओवादी जस्ता पार्टी हुने, मधेसमा जसपा लोकसभा जस्ता पार्टी हुने, अनि पार्टी एउटा हाम्रो पार्टीको मेरै पार्टीको 9 लाख क्रियाशील सदस्यले 9 लाख क्रियाशील सदस्यले जनतासँग संवाद त गर्नु पर्ला नि। यो चिज भयो, यो चिज हुन सकेन, तपाईँको निराश भयो भने संवाद कहाँ छ? संवाद हाम्रो एक ठाउँमा छ। आज संवाद एक ठाउँमा छ। कुनै घटना हुने बित्तिकै राजीनामा गर्नै पर्छ, राजीनामा गर्नु हुँदैन भने दुईतर्फ बाँडिदिन्छ। आज पनि त्यही चलिरहेछ। त्यो के व्यतिथिका लागि राजीनामा माग्या, त्यो व्यतिथि सप्रेस नसप्रेस मतलब छैन, तर राजीनामा चाहिँ चाहियो या राजीनामा दिनै हुँदैन। अहिले 2 वर्षदेखि चलेका विभिन्न राजीनामा प्रकरणमा म आज पनि दावा गरेर भन्छु, मैले कसैको राजीनामा मागिनँ। मेरो पार्टीभन्दा अर्को पार्टीका मान्छेको राजीनामा मागेर सर्के चल्यो नि त पार्लिमेन्टमा। पछिल्लो समय मैले पार्टीका जिम्मेवारी भएको नेताहरूलाई फोन गरेर यो संसद चलाउने कि राजीनामा मात्रै मागिराख्ने भनेर फोन गरेर भने हामी बोक्सीको खोजीमा हिँडेका छौँ। बोक्सी नरिसाउनलाई महिला दिदीबहिनीहरू, मैले कहँदाखेरि बोक्सी भनेर बोक्सो नै भनौँ न। अहिले पुरुषै धेरै छन् भने भारतीजीले भनेर जानुभएको छ, बोक्सोको खोजीमा हेरेर देश बन्दैन। हाम्रा कारणले मात्रै देश बन्यो भन्दिनँ म, हाम्रा बावजुद पनि बन्यो। किनभने बावजुद किन बन्यो भने हरेक 100 रुपियाँ नेपालमा आम्दानी हुँदा, नेपालमा भएको कृषिदेखि लिएर सबै हामीले गर्ने जति काम छ नि, सबै कामबाट हुने कमाइ 100 रुपियाँ छ भने अर्को 25 रुपियाँ हामीलाई बाहिर विदेशमा काम गरेर पठाउने मान्छेले पठाएको पैसाबाट हामीले आम्दानी छ। अनि त्यो 25 रुपियाँ थप्या कारणले नेपालमा परिवर्तन के भएको छ भन्दा हामी कहाँ चामल खान पुग्थ्यो, आज खान नपुग्ने हो भन्छौँ हामीले। एउटा कथा त हो, थुप्रै चामल हामीले आयात गर्छौँ, तर त्यो सँगै जोडिएको कथा के भन्दाखेरि आजभन्दा 30 वर्ष अगाडिभन्दा 2.5 गुणा बढी चामल उत्पादन गर्छौँ। भन्दा हाम्रा यहाँको सामर्थ्यले मात्रै खाँदैनौँ, बाहिर गएर दुःख गरेर कमाएर पठाउने मान्छेले पठाएको पैसाका कारणबाट हरेक 25 रुपियाँ थप्या छ नि त आयस्तामा। त्यो हरेक आयस्तामा थप्यो चाहिँ घर घरमा पुगेको आयस्ता हरेक दोस्रो, झन्डै हरेक दोस्रो घरमा विदेशमा काम गर्ने मान्छेले पठाएको आयस्ता पुगेको छ। त्यसका कारणबाट हामी उपभोग गर्ने, चामल अलि धेरै खाने, मासुहरू धेरै खाने, अन्डा अलि धेरै खाने, के अरे अरू फलफुल अलि धेरै खाने, तरकारी अलि धेरै खाने अवस्थामा हामी आइपुग्यो नि त। त्यसले त्यति मात्रै गरेको छैन, सरकार पनि कसरी धानेको छ भन्दाखेरि हाम्रो आज अघि नै साथीहरूले भन्नुभयो कि नेपालमा सबैभन्दा बढी के अरे कर उठाउँछ। सबैभन्दा बढी चाहिँ उठाउँदैन। साथीहरूलाई मैले अनुरोध के गर्छु भन्दाखेरि एकपल्ट हेर्न पर्ने हुन्छ। अब म गल्ती छु भने म पनि त्यो प्रमाणित भए हेर्न तयार छु। हामीले भारतको र हाम्रो कर प्रणाली अलिकति फरक छ। प्रदेशको तहमा उठ्ने करलाई हेर्दै नहेरिकन नेपालमा सबभन्दा बढी उठाउँछौँ भन्छौँ। हामीले एकपल्ट भुटानमा फेरि फी, हाइड्रोपावर कार्गो फी इत्यादिको कुराहरू होला। भारत अलिकति बढी छ, सायद भुटानमा अलिकति बढी छ, त्योभन्दा हाम्रोभन्दा रेभेन्यू जिडिपी रेसियो। अरू बङ्गलादेश, पाकिस्तान यो सबै देशमा कम छ, हामीभन्दा कम छ। त्यतातिर म गएँ। त्यसरी हामी के भन्दाखेरि बिछट्टै बढी कर उठाएर खाएका पनि होइन कि कर चाहिँ किन उठाएको छ भन्दाखेरि एउटा करको संरचना हेऱ्यो भने करको संरचना चाहिँ आयात गर्ने बिन्दुमा हामीले झन्डै 40% हामीले उठाउँछौँ भन्सार बापतको, र मूल्य अभिवृद्धि कर पनि बाहिरबाट आउने सामानमा हरेक 100 रुपियाँ राजस्व मध्ये 40 रुपियाँभन्दा बढी झन्डै 45 रुपियाँ राजस्व भन्सारको बिन्दुमा उठ्छ। भन्सारको बिन्दुमा राजस्व उठ्छ भनेपछि के कारणले उठ्छ भने हामीले आयात गरेको कामका लागि उठ्छ नि त। आयात गरेको उपभोग हामीले गरेर सामान आयात गर्छौँ, चामल आयात गरेका छौँ, फलफुल आयात गरेका छौँ, तरकारी आयात गरेका छौँ, यता लुगा आयात गरेका छौँ, सबै आयात गरेका कामबाट हामीले त्यो राजस्व उठाएको। त्यो राजस्व बन्द हुने हो भने, नेपाली विदेशमा नगइदिने भने, त्यसले घरमा पैसा नपठाउने भने, त्यसले पठाएको पैसाबाट सामान किन्ने हाम्रो क्षमता नबन्ने हो भने सरकारले राजस्व उठाउनेमा 45 रुपियाँ राजस्व उठाउने
बिन्दुमा निकै घट्छ। त्यो घट्यो सरकारको साइज पनि निकै सङ्कुचित हुन्छ। त्यसर्थमा समस्या छैन भन्न सकिने, समस्या गम्भीर रूपको समस्या पनि छ। अब गम्भीर रूपको समस्यामा सबैभन्दा ठुलो समस्या चाहिँ के कारण छ भन्दा हामी गफ गर्न खुब जान्ने भयो। अब उपाध्यक्षहरू हुनुहुन्छ, आज हाम्रो अवस्था यस्तो भइसक्यो। अब लार्ज ल्याङ्ग्वेज मोडल भने अहिले के अरे आर्टिफिसियल इन्टेलिजेन्स के भनेर भनिन्छ नि, त्यसको चाहिँ एउटा चाहिँ बाटो कुनै पनि च्याट जिपिटी कुनै एउटालाई राखेर नेपालको अर्थतन्त्र बारेमा है सिधै फ्रीवालामा चाहिँ आउँदैन, पैसा तिर्नेवालामा चाहिँ हेर्नु भने यो चिज गर्न नेपालको विकास गर्न 5 वर्षको योजना अलि महत्त्वाकाङ्क्षी गरेर देखाउँदा भोट पनि पाउन सक्ने खाले गर्न खोजा जस्तो देखिने, पछि कार्यान्वयन भएन भने कसले के गरे, सरकार कतिवटा फेरि के भयो कसो भयो भनेर अर्काउटाउमा हाल्न पाउने, राम्रा काम जति आफू सबै गर्न पाउने भन्ने खालको एउटा योजना बनाइदियो त भन्यो भने हामीले आजसम्म बनाएको योजनाभन्दा कमजोर योजना बन्दैन। मैले एउटा भने है, तपाईँले ध्यान पुऱ्याउनु, कार्यान्वयन नभए पनि नहोस् तर देखाउनेवाला चाहिँ गजब भन्न पाइयोस् भनेर। भाषा पनि अलि मजाको के अरे होस्, मान्छेको इमोसनलाई अलि उचार नसक्ने खालको खालि होस् भनेर 2-4वटा भने 2 दिनभरिको एकजना मान्छेले त्यसो कन्भर्सेसन गरिराख्ने भने अहिले कुनै पनि आर्टिफिसियल इन्टेलिजेन्समा हामीले बिगार्न सक्छौँ। मैले मजाक गरेर बनाएको छैन, हामी यस्तै योजनाहरू बनायौँ। किन भने जुन योजना कार्यान्वयन हुन सक्दैन, अहिलेसम्म सबैले भनेर सुन्नुहुन्छ योजना त गजब बनाएको कार्यान्वयन भएन भने, कार्यान्वयनै गर्न नसकिने हो भने त्यो योजना नै होइन नि त। योजना बनाउने भनेर बनाएको भोलिपल्टदेखि त बनाउनुभन्दा अगाडि पनि सबै चिज टुङ्गो साथ यसरी काम गर्छु भन्ने हुनु पऱ्यो, बनाइसकेपछि लगातार काम गर्न सक्नु पऱ्यो नि। आजभन्दा 100 वर्षभन्दा अगाडि अमेरिकामा एम्पायर स्टेट बिल्डिङ बनाउँदा, यो मैले भने होइन अरूको पढेरै जाने अब मैले, हाउ बिग थिङ्स गेट डन मेरो एकदम फेभरेट पुस्तकहरू मध्येको एउटा हो। त्यही मात्रै नभनौँ, अरू विधामा पनि अरूहरू छन्। त्यो एउटा चाहिँ एम्पायर स्टेट बिल्डिङ आजभन्दा 100 वर्ष अगाडि भन्दाखेरि औसतमा हप्तामा 1 तला बनाएको थियो, कुनै हप्तामा 1.5 तला बिल्डिङ पनि बनाएको छ। बनाउने भनेर लेखिदिएर होइन, त्यो योजना बनाउने बेलामा पनि कति सिमेन्ट चाहिन्छ, कति छड चाहिन्छ, कति यो चाहिन्छ, सबै एक डिटेल्सहरू पहिले वर्कआउट गरेर बनाएको योजना थियो। कार्यान्वयन पुरपुर भयो भनेभन्दा अलिकति कम खर्च लाग्यो, भने समयभन्दा अलिकति चाँडै भयो, किन डिटेल वाज देयर। अब पश्चिमा देशमा त हुन्छ नि भनेर भन्यो भने त्यही अमेरिकामा लस एन्जलसदेखि सान फ्रान्सिस्कोसम्म रेल बनाउने भने आजसम्म बनाएको छैन। 50 वर्षदेखि के 40 वर्षदेखिको चर्चा हो, तर बनाएको छैन। जहाँ बनाउने भने त्यहाँ बनाएको छैन, बिकज डिटेल वाज नट देयर। हामीले अझ गजब देखेको के भन्दाखेरि हामी सबैले अलिअलि फोटो तस्बिर हेरेको छौँ भने के अरे सिडनीको अप्रा हाउस गजब मजाको तस्बिर देख्छौँ। सिडनीको अप्रा हाउस हेर्ने भने त्यहाँको 2 डिमेन्सन, एक कागज र कलमले एउटा नक्सा बनाएर बनाउनु सुरु भयो। योजनाको डिटेल्स थिएन, न समयमा भयो त्यो, न ठिक पैसामा भयो, न बनेपछि ढङ्गसाथ भयो। गर्दा एकदम गजब एउटा मार्भलस संरचना बनाएको छ। तर यति बढी समय लाग्यो, यति बढी खर्च लाग्यो, बिकज डिटेल वाज नट देयर। जसले बनाएको, जसको कन्सेप्टमा बन्यो, उहाँ कहाँ जानुभयो पनि थाहा छैन, हराएर जानुभयो। अब मान्छे छान्ने नै कुरा गर्ने भने पनि अर्को उदाहरण दिन्छु मैले। जो मान्छेको नेतृत्वमा सुएज क्यानल बन्यो, त्यही मान्छेको नेतृत्वमा पानामा क्यानल बन्न सकेन। सुएज क्यानल बनाउने बेला जुन तरिकाले उनले काम गरे, त्यो कामको यति ठुलो हो, पछि उनमा पनि त्यति ठुलो अब अहङ्कार त थपियो। र त्यही पुरानै तरिकाले बनाउँछ भन्दाखेरि पछि त्यसो धेरै वर्ष पछाडि सुएज क्यानल बनाउने मान्छेको नेतृत्वमा पानामा क्यानल बन्न सकेन, पछि उनले छोडेर हिँड्नु पऱ्यो, अर्कोले बनाउँछ। मैले खालि किन भन्दाखेरि हामी कहिले पनि डिटेल्स चाहिँ लेख्दै नलेखिकन वाचन गरेर एकछिन सुनाउनको लागि बनाउने योजनाबाट हुँदैन। कसले उद्घाटन त्यही ठाउँमा पनि कसले पटक उद्घाटन गर्यो भन्ने छ। अनि यो देखेपछि मान्छेलाई निराशा लाग्दैन, म आत्मनिन्दा गर्न उपाय यसको जिम्मेवारी लिन तयार छु, यसको जिम्मेवारी लिन तयार छु। एकपल्ट कहीँ न कहीँ अब सके मैले कहीँ न कहीँ हामी मूल
राजनीतिक दलहरूले राम्रो वातावरण बुझाउन सक्नुपर्छ। भएको छैन भनेर हाँसेर गिल्ला गरेर हिँड्ने काम छैन। भएको छ तर त्यसले पुगेको छैन, आशा छैन मान्छेमा। काङ्ग्रेस एमालेको सरकार हुँदा पनि आशा सञ्चालित भएको छैन भने जिम्मा लिएर संवाद सुरु गर्नु पऱ्यो त। 9 लाख कार्यकर्ता भएको पार्टी वार्डमा बसेर संवाद गर्न नसक्ने, वार्डमा गएर संवाद गरिरहेको छैन। पार्टीका केन्द्रीय निकायबाट आसेपासेहरूको सङ्गठन मात्रै निर्माण गरिरहेका छौँ। त्यो गर्ने हो भने अस्तिको चुनावमा काङ्ग्रेस र एमालेको मिलाएर समानुपातिकमा 53% भोट थियो। त्यो बेला भन्दा हाम्रो भोट तप्याएको छ जस्तो लाग्दैन। अनि अर्कोपल्ट के गर्ने? हामी एकअर्कालाई धोका नदिएर अनि दुईवटा पार्टी सिट बराबर बाँडेर चुनाव लड्ने, त्यसले पनि त समस्या समाधान गर्दैन होला नि त। त्यसै समस्या छन्। म जगदीशजीले भनेको कुरा पुरै सहमत छु। अर्थतन्त्र जुरुक्कै उठ्ने ठाउँमा छ, जुरुक्कै उठ्ने ठाउँमा छ। कसैले आएर म बहस गर्न तयार छु, तर जुरुक्कै उठ्नका लागि त पहिली शासन ठिक हुनु पऱ्यो नि, मान्छेमा आशा जागृत हुनु पऱ्यो नि, अन्य विश्वास आर्जन हुन्छ। नभए के काङ्ग्रेस एमालेको सरकार? त्यो चाहिँ आजको चिन्ताको विषय हो। श्रीकान्तजीहरूले गर्ने बेलामा हलो क्रान्ति गर्नलाई जुन दृढ प्रतिज्ञा चाहिन्थ्यो होला र सम्भव थियो, त्यसरी काम गर्नलाई पनि दृढ प्रतिज्ञा चाहिन्छ, सम्भव छ। त्यही प्रेरणा लिँदै उहाँप्रति फेरि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बिदा हुन्छु। धन्यवाद। धन्यवाद प्रमुख अतिथि डाक्टर उमेन्द्र रिजालज्यू। अब हामी कार्यक्रमको एकदमै अन्तिम चरणमा आइपुगेका छौँ। संस्थाका उपाध्यक्ष गणेश प्रसाद न्यौपानेज्यूलाई आजको यस कार्यक्रममा उपस्थित प्रमुख अतिथिज्यू र गैर अतिथिज्यूहरू आमन्त्रित गर्न सबैलाई धन्यवाद ज्ञापन मन्तव्यको लागि अनुरोध गर्दछु। हामी धेरै प्रश्न लिइरहेको छैन। हजुरहरूले हाम्रो संस्थाको 79औं जन्म जयन्ती कार्यक्रममा उपस्थित भएर हाम्रा कुराहरू पनि सुन्ने र त्यसपछि हामीलाई बहुत महत्त्वपूर्ण कुराहरू अभिव्यक्त चाहिँ गरेर हामीलाई सुसूचित चाहिँ गर्नुभएको छ। हामी सम्पूर्ण अतिथिज्यूहरूप्रति आभार व्यक्त गर्न चाहन्छौँ। र यो यति बेला पनि चाहिँ हाम्रो जुन यो उपस्थिति सम्पूर्ण सहभागीहरू हुनुभएको छ, त्यस्तै चाहिँ लेखकज्यूहरूले, विद्वान साथीहरूले महत्त्वपूर्ण कुराहरू लेखिदिनु भएको छ। तर हाम्रो चाहिँ त्यो स्मारिका गहन महत्त्वपूर्ण चाहिँ बनेको छ। यो राष्ट्रलाई केही अझै पनि दिइरहन सक्छ। श्रीकान्तजीहरूले जो विचारहरू चाहिँ राख्नुभयो, अहिले त्यहाँ चाहिँ हलो क्रान्तिको बारेमा धेरै कुरा आयो। हलो क्रान्ति प्रजातन्त्र आउनुभन्दा अगाडि हो। प्रजातन्त्र आउनासाथ शिक्षा प्रथम हो। शिक्षा सबभन्दा चाहिँ महत्त्वपूर्ण कुरा शिक्षा हो भनेर 8 सालमा एउटै गाउँमा 12वटा चाहिँ प्राइमेरी स्कुलहरू स्थापना गरेर त्यति बेला नै सुरुमै दलितहरूलाई पनि पढेल्न हुन्न, यिनीहरूलाई पनि स्कुल चाहिन्छ, सँगै बस्न पाइन्थेन। हरिजन स्कुल विद्यालय भनेर दलितहरूको पनि विद्यालय स्थापना गरेर, अनि छोरी मान्छे पनि छोरा मान्छे छोरी मान्छे सँगै बस्न पाइन्थेन। बालिका विद्यालय भनेर उही दिनमा नै बालिका विद्यालय, हरिजन विद्यालय र अरू चाहिँ सबै चाहिँ भएर त्यसरी स्थापना गरेर अनि 1 वर्षपछि अब फेरि चाहिँ मिल्न सक्ने भयो। अनि त्यसपछि चाहिँ दलितहरू पनि त्यहीँ आउनु थाल्यो, तर चाहिँ छोरीहरू पनि चाहिँ सँगै पढ्न पाउने भए। अनि फेरि ती विद्यालय अर्को ठाउँमा चाहिँ पठाएर यसरी क्रान्ति चाहिँ एकातिर गऱ्यो भने कृषि क्रान्ति त्यसरी गरेछ, सामाजिक क्रान्ति त्यसरी गरेछ, धार्मिक क्रान्ति त्यसरी गरेछ। त राजनीतिकलाई त्यस हुनाले श्रीकान्तजी एउटा व्यक्ति होइन, उहाँ एउटा संस्था नै हो। तर राष्ट्रले चिनेन। अहिले चाहिँ यहाँ यो जुन राजधानी चाहिँ पोखरा सार्ने चाहिँ कुरो जुन आएको थियो भन्नुभयो, त्यो कुरो चाहिँ एकदमै जल्दो बल्दो नै थियो। र पछि चाहिँ अनुरोध गरेर तपाईँले फिर्ता लिइदिनु परोस् भनेपछि चाहिँ फिर्ता लिएर अनि त्यसपछि त्यो समाधान भएको हो। श्रीकान्तजी 29-30 सालमा चाहिँ यहाँ माननीय सदस्य हुनुहुन्थ्यो। त्यो बेला उहाँले चाहिँ बोलेका कुराहरू, उहाँले चाहिँ एउटा परिवर्तनका लागि चाहिँ कुरा गरेका कुराहरू एउटा यस्ता स्मरण थिए। पिन ड्रप साइलेन्ट उहाँले चाहिँ बोलेको, उहाँ चाहिँ एउटा भाषण चाहिँ नै शिरोमणि नै भन्न हुने त्यस्ता चाहिँ शब्दहरू थिए। त्यस्तै बुद्धि विवेक त्यस्तै थियो। तर जहाँ जहाँ जसरी
योगीहरू चाहिँ गएर जहाँ जहाँ गए त्यहाँ आश्रम गए, त्यहाँ पीठहरू चाहिँ खडा गरे। त्यस्तै श्रीकान्तजीहरू जहाँ जहाँ जानुभयो त्यहाँ विद्यालयहरू, त्यहाँ सामाजिक कार्यक्रमहरू, त्यहाँ चाहिँ एउटा राजनीतिक क्रान्तिहरू चाहिँ सुरु गरेर चाहिँ हिँडेर आज यो प्रजातन्त्र चाहिँ आएको हो। र अहिले पनि उहाँले चाहिँ भन्नुभएको छ यो कर्मचारीहरूलाई पहिले हानेर हुन्न है, टाउकेको टुप्पी उखेलेर टाउकेको टुप्पी उखेलेर जानु हुन्छ है भन्ने चाहिँ किसिमको यो भ्रष्टाचारले एकदमै उभाइराखेको छ। माथिबाटै चाहिँ पनि यो चाहिँ बिग्रिरहेको छ। त्यस हुनाले यसलाई चाहिँ सघाउनुपर्छ भन्ने चाहिँ कुराहरू छन्। अर्थतन्त्रमा धेरै परिवर्तन त आएको छ, तर जनता खुसी छैन अहिले भनियो। सबै युवा जगतहरू बाहिर जान तयार छन्। श्रममा पनि बाहिर गएको छ, ट्यालेन्ट भयो भने बाहिर गएको छ। त्यो भोलि चाहिँ एउटा विकराल परिस्थिति सिर्जना हुन सक्छ। त्यस हुनाले हाम्रा विद्वानहरूले त्यो प्रयास चाहिँ गर्नुभएको छ र अझ यसलाई चाहिँ सुधार गर्नु पर्यो र यो लोकतान्त्रिक प्रजातन्त्र चाहिँ जुन लोकतान्त्रिक सिस्टम छ यो नै महत्त्वपूर्ण छ। यसलाई चाहिँ कसरी सबल सक्षम बनाउन सकिन्छ भन्ने चाहिँ जुन धारणाहरू राखिदिनु भयो, यत्रो समयसम्म बसेर सुनिदिनुभयो धैर्यतापूर्वक र हाम्रो चाहिँ कार्यक्रमलाई चाहिँ अत्यन्तै महत्त्वपूर्ण बनाउन नमस्कार गर्नुभयो। सबैप्रति हार्दिक आभार व्यक्त गर्दै म मेरा चाहिँ भनाइहरू यही अन्त गर्न चाहन्छु। सबैलाई धन्यवाद, हार्दिक धन्यवाद दिँदै हरि ओम तत्सत। हस्, धेरै धेरै धन्यवाद उपाध्यक्षज्यू। चेतनाको मुहान यो रूप आइपुग्न र आजको यो समारोहलाई यसरी सम्पन्न गर्न कार्य समितिका पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू र अरू विभिन्न व्यक्तिहरूको ठुलो मेहनत परेको छ। खास गरी यो चेतनाको मुहानलाई यो रूप बनाउन डाक्टर गोविन्द नेपाल, रविकान्त अधिकारीको ठुलो मेहनत छ। त्यसै गरी लेखकहरू, विद्वान लेखकहरू बसी हामीलाई लेख उपलब्ध गराइदिनु भयो। उहाँको योगदान हामी कहिल्यै भुलेको छैन। विशेष रूपमा खर्च दिने गोविन्द नेपाल, रविकान्त अधिकारी, सम्पादन सहयोग मुकुन्द शर्मा 40, माया 40, त्यसै गरी विनोद नेउपाने, शान्ता अधिकारी, कार्य समितिका सम्पूर्ण सदस्यज्यूहरूप्रति हामी हार्दिक आभार धन्यवाद प्रकट गर्दछौँ। हामीले यो कार्यक्रम स्थल उपलब्ध गराउने दियालु फुलल्यान्डलाई पनि हार्दिक आभार धन्यवाद प्रकट गर्दै आजको यो समारोहलाई आफ्नो मन्तव्यसहित समापन गरिदिनु हुन प्रतिष्ठानका अध्यक्ष आदरणीय गायत्री अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु र म पनि यहाँहरूबाट बिदा हुन्छु। नमस्कार। सदस्य तथा विभिन्न आजीवन सदस्य मित्रहरू, आजको हाम्रो यो प्रतिष्ठानको कार्यक्रम एउटा व्यक्तिको स्मृतिमा सुरु गरिएको कार्यक्रम हो। यस्तो कार्यक्रममा हाम्रा विशिष्ट विशेषज्ञहरू, अतिथिज्यूहरू र नेपालका उच्च ओहदामा रहेर देशको लागि, आर्थिक विकासको लागि योगदान प्रदान गर्नुभएका आदरणीय व्यक्तित्वहरूले आएर हाम्रो यो प्रतिष्ठानलाई सम्बोधन गरिदिनु भएको र देशको आर्थिक अवस्था र हालको राजनीतिक अवस्थाको बारेमा पनि हामीहरूलाई यो मासलाई जानकारी गराइदिनु भएकोमा उहाँहरूलाई मैले उहाँहरूप्रति कृतज्ञता व्यक्त गर्दछु। साथसाथै यतिको लामो समयसम्म पर्खेर बसिरहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, मित्रहरू सबैलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। र आजको यो सभामा हाम्रा विशिष्ट व्यक्तित्वहरूबाट हामीले धेरै कुराहरूको जानकारी लिइसकेका छौँ। यसको अवस्थामा मैले केही बोल्नु भनेको बाहिर यस्तो घाम लागेको बेलामा एउटा सानो गीत गराउनु जस्तै सम्झेर मैले लामो कुरा गरिरहन चाहन्न। भोक पनि लाग्यो होला, दिदीबहिनीहरूलाई घरको व्यवहारको सम्झना पनि भइसक्यो होला। त्यसैले एकमुष्टमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै मेरा दुई शब्द अन्त गर्दै यो सभा समापन भएको पनि म जानकारी गराउँछु। धन्यवाद।